टेक्निकल विचानको क्युएनए भिडियोमा स्वागत गर्न चाहन्छु। लास्ट क्युएनए भिडियोमा जुन प्रश्नहरू राख्नु भएको थियो उत्तर दिन गइरहेको छु। सबै प्रश्नहरूको उत्तर प्र्याक्टिकली दिने प्रयास गर्नेछु। यदि तपाईले पनि यी प्रश्नहरूको उत्तर जान्न चाहनुहुन्छ भने भिडियोलाई हेर्दै गर्नु होला। सबैभन्दा पहिलो प्रश्न सुजनजीले सोध्दै हुनुहुन्छ, नमस्ते सर भन्दै हुनुहुन्छ। नमस्कार। एनआईसी एसिया ELIS SIP कसरी गर्ने सर, भिडियो प्लिज भनेर भन्नुहुन्छ। नर्मली तपाईले एसआईपी गर्ने भिडियो हेर्नुहुन्छ भने मैले बनाएको पहिलेको भिडियो त्यसै मार्फत पनि तपाईले सबै इन्ट्रीहरू गरेर अहिले तपाईले भनेको एनआईसी एसिया ELIS को एसआईपी पनि जोइन गर्न सक्नुहुन्छ, किनभने नर्मली सबै प्रक्रिया सिमिलर नै रहन्छ। म तपाईलाई देखाउन चाहन्छु। जस्तै यहाँनिर तपाईले गुगलमा आएर एनआईसी एसिया ELIS स्किम भनेर सर्च गर्नुभयो भने टपमा तपाईले एनआईसी एसिया क्यापिटलको यहाँनिर यसैसित सम्बन्धित एउटा आर्टिकल हेर्न सक्नुहुन्छ। यसैमा क्लिक गर्नु होला। जस्ट यसमा क्लिक गरिसकेपछि तपाईले यसको बारेमा डिटेलमा बुझ्न सक्नुहुन्छ। अब तपाईले त यसमा जस्ट एउटा आईडी क्रिएट गर्ने हो, त्यसैले गर्दा तपाईले एसआईपी बेस आईडी क्रिएट गर्नको लागि एप्लाई अनलाइनमा क्लिक गर्नुभयो भने यहाँनिर एनआईसी एसिया इक्विटी लिङ्क्ड इन्भेस्टमेन्ट स्किम भनेर यहाँ राखिएको छ। जस्ट यसमा क्लिक गर्न सक्नुहुन्छ। अब अगाडिको फर्दर प्रोसिजर लगभग उस्तै रहन्छ। इक्विटी लिङ्क्ड इन्भेस्टमेन्ट स्किममा तपाईले यहाँ हेर्नुहुन्छ गेट स्टार्टेड भन्ने अप्सन छ, क्लिक गर्न सक्नुहुन्छ। क्लिक गरिसकेपछि अब सबै प्रक्रियाहरू जुन मैले यसभन्दा पहिले एसआईपी गर्दाखेरि बताएको थिएँ सबै उस्तै खालको प्रक्रिया रहन्छ। इभन तपाईले यहाँनिर क्लिक गरेर विभिन्न अरू स्किमहरू छन् भने त्यो पनि चुज गर्न सक्नुहुन्छ। अब तपाईले यहाँनिर जस्तै एप्लिकेसन डिटेलमा सिटिजनसिप नम्बर, BOID, फर्स्ट नेम, यो सबै कुराहरू तपाईले इजिली फाइन्ड आउट गर्न सक्नुहुन्छ। यहाँनिर मागेको छ सिटिजनसिप अपलोड गर्न सक्नुहुन्छ, डिमेटको फाइल अपलोड गर्न सक्नुहुन्छ। त्यस्तै सिग्नेचर भनेको छ तपाईले एउटा सिग्नेचर गरेर यहाँनिर फाइल अपलोड गर्नुपर्ने हुन्छ, स्क्यान गर्न सक्नुहुन्छ आफ्नो मोबाइलको थ्रु तपाईले। र त्यस्तै एसआईपी डिटेल भनेको छ क्लिक गरेर तपाईले मिनी एसआईपी गर्ने हो कि फुल एसआईपी गर्ने हो, क्लिक गरेर यहाँनिरबाट अप्सन सेलेक्ट गर्न सक्नुहुन्छ। अप्सन सेलेक्ट गरेपछि माथिका सबै डिटेल राखेपछि यहाँनिर फर्दर अप्सन आउँछ, त्यसै अनुसार तपाईले गरेर जस्ट सबमिट गर्नुपर्ने हुन्छ। केही समय वेट गरेपछि इजिली तपाईले यसमा आफ्नो एसआईपी जेनेरेट गर्न सक्नुहुन्छ। कुनै पनि प्रब्लम आयो भने त्यस्तो अवस्थामा तपाईले कस्टमर केयर सपोर्टमा कुरा गर्न सक्नुहुन्छ, जसको थ्रु तपाईलाई इजिली यो एसआईपीमा जोइन गर्नको लागि हेल्प मिल्छ। जस्तै तपाईले यसको लागि यसको वेबसाइट पनि जान सक्नुहुन्छ एनआईसी एसियाको, र जस्ट अलिकति डाउनमा जानु भने यहाँनिर कस्टमर सपोर्टहरू तपाईले पाउन सक्नुहुन्छ। इमेल वा मोबाइल नम्बरको थ्रु कस्टमर सपोर्ट लिन सक्नुहुन्छ। त्यस्तै अर्को प्रश्न यहाँनिर स्माइल एटिट्युडले सोध्दै हुनुहुन्छ, सर नेपालमा फोरेक्स ट्रेडिङ गर्न मिल्छ भनेर प्रश्न राख्नुभएको छ। मलाई लगभग धेरै जसो कमनली आउने प्रश्न पनि हो यो। फोरेक्स ट्रेडिङ नर्मली भन्यो भने वर्ल्ड वाइड चलेको एउटा ट्रेडिङ टेक्निक हो, जसमा चाहिँ धेरै व्यक्तिहरूले फोरेक्स ट्रेडिङ गरेर इन्कम गर्ने पनि गर्छन्। तर नेपालको परिप्रेक्ष्यमा कुरा गर्ने हो भने नेपालमा नेपाल राष्ट्र ब्याङ्कले नेपालको पैसालाई कुनै पनि कन्ट्रीमा ट्रेड गर्नको लागि एलाउ गरेको छैन। भनेपछि तपाईले नेपालको पैसालाई विदेशी कुनै पनि माध्यमबाट USD किनेर होस् वा कुनै पनि माध्यमबाट तपाईले लगानी लगाउन सक्ने अवस्था चाहिँ नेपालमा छैन, र तपाईले लगानी लगाउन चाहनुहुन्छ भने त्यो इलिगल मानिन्छ। त्यसैले गर्दा यदि तपाईले फोरेक्स ट्रेडिङ गर्न चाहनुहुन्छ भने अहिलेको अवस्थामा नेपालबाट पोसिबल छैन, र मैले तपाईलाई सजेस्ट गर्दिनँ कि त्यतापट्टि तपाईले कुनै पनि अरू माध्यमबाट लगानी लगाउनुहोस् भनेर। किनभने कुनै पनि बेलामा कुनै अप्ठ्यारो पर्दाखेरि वा कुनै पनि परिप्रेक्ष्यमा तपाईले यससित सम्बन्धित कुनै पनि सपोर्ट नेपालबाट पाउनुहुन्न, र इभन तपाईले लस गर्न पनि सक्नुहुन्छ। त्यसैले गर्दा अहिलेको अवस्थामा तपाईले नेपालबाट फोरेक्स ट्रेडिङ गर्न सक्नुहुन्न। त्यस्तै अर्को प्रश्न अफिसियल टेक यात्राले सोध्दै हुनुहुन्छ, युट्युब भिडियो प्रमोट कसरी गर्ने, एउटा फुल भिडियो बनाउनु न भनेर प्रश्न राख्नुभएको छ। नर्मली युट्युब भिडियो प्रमोट गर्न त्यति गाह्रो छैन। तपाईले एउटा गुगल एड्स एकाउन्ट क्रिएट गरेर आफ्ना युट्युबका भिडियोहरूलाई इजिली प्रमोट गर्न सक्नुहुन्छ। हुन त यसभन्दा पहिले मैले एउटा भिडियो पनि बनाएको छु, म देखाउन चाहन्छु। जस्तै युट्युबमा गएर तपाईले हाउ टु प्रमोट युट्युब भिडियो इन नेपाल भनेर सर्च गर्नुभयो भने तपाईले इजिली यहाँ टपमा नै मेरो भिडियो भेटाउनुहुन्छ। यो मैले लगभग 5 इयर एगो बनाएको थिएँ। अहिले पनि लगभग यसबाट तपाईले धेरै कुरा सिमिलर टाइपका नै रहन्छन्। यसले हेरेर पनि तपाईले आफ्नो भिडियोलाई प्रमोट गर्न सक्नुहुन्छ। यदि तपाईले यताबाट अलिकति गाह्रो मान्नुहुन्छ भने अहिलेको अवस्थामा युट्युबले धेरै सजिलो बनाएको छ। तपाईँ आफ्नो च्यानलमा जान सक्नुहुन्छ। च्यानलमा गएर कन्टेन्ट सेक्सनमा तपाईले हेर्न सक्नुहुन्छ, यहाँनिर प्रमोसन भन्ने सेक्सन रहेको छ, यसमा क्लिक गर्नु होला। क्लिक गरिसकेपछि तपाईले जस्तै कुनै पनि एउटा भिडियोलाई प्रमोट गर्नको लागि गेट स्टार्टेडमा क्लिक गर्नु होला। यहाँ क्लिक गरेपछि तपाईले यहाँनिर विभिन्न अप्सन पाउनुहुन्छ। जस्तै सुरुमा तपाईले एकाउन्ट बनाउनु पर्ने हुन्छ। एकाउन्टमा क्लिक गरेर क्रिएट न्यू एकाउन्टमा क्लिक गर्नुभयो भने तपाईले नेक्स्ट गरेर फर्दर प्रोसेस गर्न सक्नुहुन्छ। यहाँनिर गोल राख्न सक्नुहुन्छ, कतिको तपाईले भ्यू ल्याउने टार्गेट गर्नुभएको छ, भिडियो कुन प्रमोट गर्ने हो, त्यसपछि तपाईको टार्गेटिङ अडियन्सहरू कुन कुन रहन्छ लोकेसन वाइज, र तपाईको बजेट कति रहन्छ, त्यो बजेट अनुसार तपाईले भ्यूज पाउने हो, र त्यसै अनुसार नै तपाईले आफ्नो त्यो भिडियोमा इन्गेजमेन्ट पाउनुहुन्छ। यो प्रक्रिया गरेर इजिली तपाईले नेक्स्ट गर्दै जानुभयो भने र डलर कार्ड लास्टमा माग्छ, त्यो बेलामा तपाईले
त्यो लिङ्क गरेर सजिलैसँग आफ्नो एउटा एड्स एकाउन्ट पनि क्रिएट गर्नुहुन्छ र साथसाथै तपाईँले कुनै पनि एउटा युट्युब भिडियो प्रमोट गर्न खोज्नुभएको छ भने यहाँनिरबाट पनि सजिलै प्रमोट गर्न सक्नुहुन्छ। त्यस्तै अर्को प्रश्न विशालजीले सोध्नुहुन्छ, कनेक्ट आइपिएस एक्टिभेट गर्नको लागि मोबाइल ब्याङ्किङ हुन नै पर्यो कि परेन भनेर प्रश्न राख्नुभएको छ। नर्मली कस्तो हुन्छ भने तपाईँले यदि कनेक्ट आइपिएसको एकाउन्ट क्रिएट गर्न चाहनुहुन्छ भने तपाईँले ब्याङ्क एकाउन्ट नभए पनि सजिलैसँग एकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ। जस्तै म देखाउन चाहन्छु। जस्तै तपाईँ कनेक्ट आइपिएसको वेबसाइटमा आउनुभयो भने तपाईँले फ्रन्टमा नै देख्न सक्नुहुन्छ, यहाँनिर अप्सन रहेको हुन्छ साइन अप भन्ने। यसमा क्लिक गर्नुभयो भने तपाईँले इजिली यहाँनिर सबै डिटेल राखेर, मैले यसको भिडियो पहिले बनाएको छु, सबै डिटेल राखेर आफ्नो एकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ। रजिस्टर गर्दा बित्तिकै एउटा एकाउन्ट क्रिएट भइहाल्छ। अब तपाईँले कनेक्ट आइपिएसमा लगइन गर्न सक्नुहुन्छ। यस्तो अवस्थामा तपाईँले कनेक्ट आइपिएसको एकाउन्ट त क्रिएट गर्नुभयो, तर तपाईँले कनेक्ट आइपिएसबाट कुनै पनि ट्रान्जेक्सन गर्न सक्नुहुन्न, किनभने तपाईँको कनेक्ट आइपिएसमा कतैबाट पनि पैसा लोड गर्ने अप्सन हुँदैन। हो यस्तो अवस्थामा तपाईँले त्यो पैसालाई प्रयोग गर्नको लागि, त्यहाँ कनेक्ट आइपिएसको थ्रु पेमेन्ट गर्नको लागि तपाईँले एउटा ब्याङ्क चाहिँ लिङ्क गरेको हुनुपर्छ। भनेपछि यदि तपाईँले कनेक्ट आइपिएस एकाउन्ट क्रिएट गर्नुहुन्छ भने त्यो अवस्थामा तपाईँलाई ब्याङ्क रिक्वायर्ड हुँदैन। तर तपाईँले भोलिको समयमा त्यसबाट ट्रान्जेक्सन गर्न चाहनुहुन्छ भने त्यस्तो अवस्थामा तपाईँले कुनै न कुनै ब्याङ्कलाई कनेक्ट आइपिएसमा लिङ्क गरेको हुनुपर्छ। हो त्यसैले गर्दा तपाईँले एउटा कनेक्ट आइपिएस एकाउन्ट क्रिएट गरेर राख्न सक्नुहुन्छ र पछि जुन बेलामा तपाईँलाई सुटेबल हुन्छ वा रिक्वायर्ड हुन्छ त्यो बेलामा तपाईँले एउटा ब्याङ्कलाई लिङ्क गरिदिनु होला, जसले गर्दा तपाईँले सजिलैसँग कनेक्ट आइपिएसको एकाउन्टको थ्रु त्यो ब्याङ्कलाई प्रयोग गरेर पेमेन्ट गर्न सक्नुहुन्छ। त्यस्तै अन्तिम प्रश्न आदेशजीले सोध्दै हुनुहुन्छ, अचेल पेपल एकाउन्ट क्रिएट हुँदैन किन हजुरकोले प्रेजेन्ट टाइममा एउटा न्यू एकाउन्ट क्रिएट गरेर भिडियो बनाइदिनु पर्यो, थ्याङ्क यू भनेर भन्नुभएको छ। यस्तो हुन्छ, तपाईँले पेपल एकाउन्ट नेपालबाट क्रिएट गर्न सक्नुहुन्छ, अहिले पनि क्रिएट हुन्छ, म देखाउँछु तपाईँलाई। जस्ट यहाँनिर तपाईँले हेर्न सक्नुहुन्छ, पेपल.com गइसकेपछि लगइन अप्सन आएको छ र यता साइनअप आएको छ। साइनअपमा यदि तपाईँले क्लिक गर्नुभयो भने यहाँनिर नेक्स्ट स्क्रिनमा यसले दुईवटा अप्सन देखाउँछ, एउटा पर्सनल एउटा बिजनेस। हामीले पर्सनल एकाउन्ट क्रिएट गर्न सक्छौँ। गेट स्टार्टेडमा जब हामीले क्लिक गर्छौँ, जस्ट यसमा क्लिक गर्दा बित्तिकै नेक्स्ट अप्सनमा हेर्न सक्नुहुन्छ यसले इमेल भनेको छ। तपाईँले ध्यान दिनुपर्ने कुरा के छ भने माथि हेर्न सक्नुहुन्छ इन्डिया सेलेक्ट भएको छ। तपाईँले यसमा क्लिक गरेर अरू कुनै कन्ट्री सेलेक्ट गरेर पनि पेपल एकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ, तर त्यस्तो अवस्थामा तपाईँको पेपल एकाउन्टमा लिमिट लाग्छ। तर तपाईँले नेपालबाट पेपल एकाउन्ट क्रिएट गर्नुभयो भने त्यस्तो अवस्थामा के हुन्छ भने तपाईँले ट्रान्जेक्सनहरू गर्न सक्नुहुन्छ, जस्तै पेमेन्टहरू गर्नको लागि तपाईँले सजिलै यसलाई युज गर्न सक्नुहुन्छ। जस्तै मैले यहाँनिरबाट तपाईँलाई देखाउन चाहन्छु, नेपाल अप्सन पनि देखाएको छ, यहाँ सक्छ नेपाल रहेको छ। यसमा तपाईँले क्लिक गर्नुभयो भने अब तपाईँले जस्ट इमेल आइडी राखेर नेक्स्ट गर्दा बित्तिकै तपाईँले त्यही इमेल आइडीको थ्रु फर्दर इन्फर्मेसन प्रोभाइड गरेर पेपल एकाउन्ट क्रिएट गर्न सक्नुहुन्छ। यस्तो खालको पेपल एकाउन्टमा तपाईँले नेपालको ब्याङ्कबाट निकालेको डलर कार्डलाई लिङ्क गर्न सक्नुहुन्छ र तपाईँले कुनै पनि अनलाइन पेमेन्टहरू गर्नको लागि यही इमेल आइडीलाई प्रयोग गरेर जुन पेपलमा अहिले युज गर्नुभएको छ त्यसको थ्रु तपाईँले इन्टरनेसनली कुनै पनि पेमेन्टहरू सजिलै गर्न सक्नुहुन्छ। यसरी पेमेन्ट गर्दाखेरि तपाईँले आफ्नो कार्ड डिटेलहरू त्यो वेबसाइटहरूमा प्रोभाइड गर्नु पर्दैन, जसले गर्दा तपाईँ अलिकति सेक्युर तरिकाले वर्क गर्न सक्नुहुन्छ। तर यसको बेफाइदा के छ भने यदि तपाईँले कुनै पनि माध्यमबाट अर्निङ गर्नुभएको छ वा विदेशबाट कुनै साथीको मार्फत पेपलमा केही पैसा रिसिभ गर्न चाहनुहुन्छ भने त्यस्तो अवस्थामा भने यसले सपोर्ट गर्दैन, किनभने नेपालमा रिसिभ अप्सन नै छैन अझैसम्म। तपाईँले सेन्ड गर्न सक्नुहुन्छ तर रिसिभ गर्न सक्नुहुन्न। त्यसैले गर्दा अहिलेको अवस्थामा यदि तपाईँले नेपालमा पेपल एकाउन्ट क्रिएट गर्नुहुन्छ भने वान वे मात्रै क्रिएट हुन्छ, जसमा तपाईँले लगानी लगाउन सक्नुभयो, कुनै पनि पेमेन्ट गर्न सक्नुभयो, तर तपाईँले रिसिभ गर्नको लागि भने त्यसलाई प्रयोग गर्न सक्नुहुन्न। अरू कुनै माध्यमबाट तपाईँले बनाए तापनि त्यस्ता एकाउन्टहरू लिमिट लाग्ने गर्छन्। त्यसैले गर्दा त्यता प्रयास नगर्दा नै उपयुक्त हुन्छ। आगामी समयमा कुनै पनि अप्सन आयो भने त्यस्तो अवस्थामा मैले तपाईँलाई भिडियो बनाएर सो गर्नेछु। यी थिए साथीहरू लास्ट Q&A सोधिएका विभिन्न प्रश्नहरू। यदि तपाईँको मनमा कुनै जिज्ञासा छ भने नेपालीमा आफ्नो प्रश्न लेखेर यो भिडियोको कमेन्ट सेक्सनमा मेन्सन गरिदिनु होला। आगामी समयमा तपाईँको प्रश्न पिक गरेर उत्तर दिने प्रयास गर्नेछु। भिडियो तपाईँलाई कस्तो लाग्यो कमेन्ट सेक्सनमा कमेन्ट राख्दिनु होला। साथीहरूमा चाहिँ भिडियोलाई सेयर गरिदिनु होला। च्यानल नै हुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला, किनभने यस्तो भिडियो म तपाईँको लागि ल्याइरहेको छु। र मसँग पर्सेन्ट जोड्न चाहन्छ भने टेक्निकल भिजन इन्स्टाग्राम आइडी र ट्विटर आइडीमा फलो गर्नु होला। थ्याङ्क्स फर वाचिङ दिस भिडियो।